सम्पूर्णमा नमस्कार। आज वैशाखको 14 गते अप्रिल 27 सदा चाहिँ आज पनि म नेप्सेको क्विक अपडेट लिएर आइसकेको छु। स्टक एक्सचेन्ज नेप्से 7.73 अङ्कले बढेर 2796.43 अङ्कमा गएर क्लोज भएको छ र 0.27% मार्केट बढेको छ। आज मार्केट बढ्दै गर्दाखेरि कारोबार भने अस्तिको भन्दा कम भएको छ। आज 4 अर्ब 74 करोड 88 लाख 9,127 को कारोबार भएको छ र आजको मार्केटको इन्ट्राडे चार्टलाई हेर्दाखेरि आज मार्केट धेरै नै तलमाथि भएको देख्न सकिन्छ। सुरुमा मार्केट माथि गए तापनि त्यस पछाडि तल बसेर अन्तिममा 7 अङ्क करिब 8 अङ्कले मार्केट बढ्न सफल भएको छ र मार्केट करिब 8 अङ्कले बढ्दै गर्दा आज 157 वटा कम्पनीको शेयर प्राइस बढेको छ, 102 वटा कम्पनीको शेयर प्राइस घटेको छ र 10 वटा कम्पनीको हिजो जस्तो थियो आज पनि त्यस्तै अनचेन्ज भएको छ। र आजको टप गेनरमा CORBL, PCIL, SIPD, CCT, झापा र आजको टप लुजरमा मैक्सिमम म्युचुअल फन्डहरू परेका छन् र MKHL, SKHL र SKHEL पनि परेका छन् र आजको टप टर्नओभरमा RSML, AKGCL, SOHL, NHPC, CORBL रहेका छन् भने टप भोल्युममा AKGCL, NHPC, SOHL, REIT र टप ट्रान्जेक्सनमा PCIL, SOHL, HFIN, RLEL र SKHL रहेका छन् र मार्केट करिब 8 अङ्कले बढ्दै गर्दाखेरि आज कारोबारमा आएका इन्डेक्सहरूमा हाइड्रो पावर इन्डेक्स, इन्भेस्टमेन्ट इन्डेक्स, म्युचुअल फन्ड, अदर इन्डेक्स र ट्रेडिङ इन्डेक्स घटेका छन् भने बाँकी सम्पूर्ण इन्डेक्सहरू बढेका छन्।